को पैसा बर्बाद। फुटबल ओन टुडे फुटबलमा कुनै अरा भन्ने पोइन्ट हुन्छ भने यो डेफिनेटली टप 5 ग्रेटेस्ट अरा मोमेन्टमा आउँछ के एन्जे पोस्टेकोग्लूको यो स्टेटमेन्ट। सिजनको सुरुमा यो स्टेटमेन्ट दिएको एन्जे पोस्टेकोग्लूले र अहिले टोटनह्यामले फाइनली ट्रफी जितेको छ 17 इयर्स पछि। थुप्रै सबै फ्यान बेसले लगभग टोटनह्यामको बाहेक सबै फ्यान बेसले ट्रोल गरेर टोटनह्यामलाई यिनीहरूको ट्रफी क्याबिनेटमा त जाली लाग्यो होला भनेर है। ट्रफी नै थिएन, ह्यारी केनले छोडेर गए, लेजेन्ड्सहरूले छोडेर गए टोटनह्याममा, तर सन ह्युमेन स्टेड र सन ह्युमेनले आज ट्रफी उचाल्ने मौका पाए। सन ह्युमेन डिजर्भ। भाइब्सको आधारमा फुटबल खेल्ने क्लबहरूलाई यो सिजन फुटबलले दरो झापड हानेको छ कि, तर प्रोजेक्ट बिल्ड भन्ने कुरा नि हुन्छ क्या फुटबलमा। टोटनह्यामले लामो समयदेखिबाट प्रोजेक्ट बिल्ड गर्न खोजिरहेको थियो कि, स्पेसली एन्जे पोस्टेकोग्लू आएदेखिबाट केही अन्डररेटेड साइनिङहरू गरेको छ टु म्यान्चेस्टर युनाइटेड फ्यान्स। अब युरोपियन फुटबल छैन नेक्स्ट सिजनको लागि, स्क्वाड रोटेसन धेरै गर्नु पर्दैन, लिमिटेड स्क्वाडमा राम्रो काम गर्न सकिन्छ, म्यानेजर पनि बेस्ट छ, इङ्ग्लिसको डोमेस्टिक कप्सहरू छ र प्रिमियर लिग खेल्नु छ, त्यही हो, हप्तामा 1 गेम हुन्छ, स्क्वाड रोटेसन धेरै गर्नु पर्दैन, त्यही भएर प्रोजेक्ट बिल्ड गर्न सकिन्छ।